राजनीतिक दलका आदरणीय व्यक्तित्वहरूलाई आफ्नो मन्तव्य राखिदिनको लागि विशेष धन्यवाद दिन चाहन्छु। सम्मानीयज्यूको समयलाई मध्यनजर गरेर यसपछि हामी तयारी अवस्थामा रहनको लागि नेवार र मगर समुदायको तर्फबाट पहिले तोकिदिन्छु। समय बढीमा 5 मिनट। सम्मानीयज्यूको यो शब्द मैले धेरै पटक प्रयोग गरिसकेका छु। यहाँहरूले समयलाई धन्यवाद। हामी फेरि अहिले दिनैभरि प्रस्तुत गर्नेछौँ। यहाँहरू सबैलाई धन्यवाद। बम्बो टोलीलाई यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। सम्मानीयज्यूको समयलाई मध्यनजर गरेर यसपछि हामी तयारी अवस्थामा रहनको लागि नेवार र मगर समुदायको तर्फबाट नेवारको धिमे, त्यसै गरी मगरको बिग्रे वा झाँक्रीलाई मैले तयारी अवस्थामा रहनको लागि अनुरोध गर्न चाहन्छु। बम्बो टोलीलाई सम्मान व्यक्त गर्दै म अब कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। मन्तव्यतर्फ लिएर जान चाहन्छु। धन्यवाद यहाँहरूलाई। अब मैले यो 32औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा राजनीतिक दलका आदरणीय व्यक्तित्वहरूलाई म यहाँ मञ्चमा निम्त्याउन चाहन्छु। सम्मानीयज्यूको समयलाई मध्यनजर गरेर यो शब्द मैले धेरै पटक प्रयोग गरिसकेका छु। यहाँहरूले समयलाई ख्याल गरिदिनु हुनेछ भन्ने मैले विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी यो 32औं विश्व आदिवासी दिवसलाई आफ्नो पार्टीको तर्फबाट यहाँहरूको सुझाव, यहाँहरूको प्रतिबद्धता, आदिवासीका सवालमा प्रतिबद्धता सहित आफ्नो मन्तव्य राखिदिनको लागि नेपाली कम्युनिस्ट पार्टीबाट मैले समय पहिले तोकिदिन्छु। समय बढीमा 5 मिनट। सम्मानीयज्यूको टिमबाट 3 मिनट भन्ने समय थियो। मैले त्यसलाई अधिक मध्यनजर गरेर बढीमा 5 मिनट यहाँहरूको समय मिल्नेछ। कृपया केही भित्र समय यहाँहरूले मिलाइदिनु होला। नेपाली कम्युनिस्ट पार्टीबाट